कृष्ण भन्नुहुन्छ स्वधर्मी निधनम श्रेय परो धर्म भयावह। यसको जुन अर्थ छ नि, यसको जुन भाव छ नि, यो तपाईँले कतिको बुझ्नु भएको छ। मैले थोरै बहुत अलिकति थोरै यसमा पढेर थोरै रिसर्च गरेर यसको अनुभव लिएको छु। मतलब के रहेछ यो भनेर होइन, तपाईँको यो यस्तो रहेछ क्या, एकदम धेरै डिप कुरा रहेछ क्या यो जुन छ नि। त्यो त छ एकदम, मैले पनि बुझाएको छु त्यसलाई। तपाईँ थोरै भनिदिनुहोस् यसको बारेमा, त्यसपछि म यसको बारेमा थोरै अलिकति परिभाष कुरा गरौँ। तपाईँलाई भन्छु, तपाईँले जान्नुभएको मलाई भन्नु डजन्ट म्याटर। स्वधर्मी निधनम श्रेय परो धर्मी भया भयो। जुन हाम्रो तपाईँको यो हिन्दू संस्कार अनुसार चाहिँ के भनिन्छ भने, स्वधर्मी भनेको आफ्नो धर्म निभाऊ, अर्काको धर्ममा चाहिँ बाँच्नु भनेको नि मरेको सरह हो होइन। आफ्नो धर्ममा चाहिँ तपाईँको मर्नु पनि बाँच्नु सरह हो, यो मानिन्छ होइन। आफ्नो धर्ममा चाहिँ मर्नु पनि बेहतर छ, आफ्नो धर्ममा चाहिँ एकदमै मतलब नर्क जानु पनि ठिक छ, तर अर्काको धर्ममा चाहिँ स्वर्ग गयो भने पनि ठिक छैन भनेर जुन हाम्रो जुन हिन्दू संस्कार पुरोहित पण्डित जुन ज्ञानका कुरा गर्नेहरू हुनुहुन्छ उहाँले त्यसो भन्नुहुन्छ। तर म उहाँहरूलाई चाहिँ एउटा के भन्छु भने, यो कृष्णले धर्म या हिन्दू मुस्लिम बुद्धिस्ट इसाई सिख होइन यसको लागि भन्नुभयो होइन क्या, यो एकदम डेभलपमेटिक कुरा हो। कृष्ण एकदमै तपाईँको डेभलपमेटिक मान्छे हुनुहुन्थ्यो क्या, एकदमै काव्यात्मक ओ एकदम राजनीतिज्ञ। यो पनि मात्रै पुरा हुँदैन कि तपाईँको कुशल राजनीतिज्ञ मान्छे हुनुहुन्थ्यो कि कृष्ण चाहिँ। तपाईँको कृष्णको यो अर्थ चाहिँ हिन्दू त हिन्दू होस्, त हिन्दूमै जन्मिस्, त हिन्दूमै मर्नुपर्छ, त हिन्दू भएरै बाँच्नुपर्छ, त्यो भन्न खोजे होइन कृष्णले। यसको मेरो भाव मैले बुझेअनुसार चाहिँ तपाईँको मैले गीतालाई, मैले कृष्णलाई उहाँको विचारलाई फलो गरे अनुसार चाहिँ के रहेछ भने, स्वधर्मै जुन छ नि, स्वधर्मी भनेको चाहिँ स्वयंको धर्म, मेरो आफ्नो स्वयं यो जुन मेरो आत्मा छ, यो आत्माको धर्म, प्रकृतिले दिएको धर्म, म जन्मेदाको धर्म। म स्वधर्मी निधनम श्रेय भनेको आफ्नो धर्ममा भनेको मेरो आफ्नो धर्म, भित्रको धर्म, मेरो आफ्नो धर्म क्या, हिन्दू मुस्लिम बौद्धिस्ट इसाई क्रिस्ट क्राइस्ट होइन, मेरो आफ्नो धर्म, स्वधर्मी भित्रको धर्म। स्वधर्मी निधनम श्रेय भनेको तपाईँ आफ्नो धर्ममा चाहिँ तपाईँ मर्नुहुन्छ भने पनि त्यो चाहिँ के छ भने चाहिँ उचित छ। कृष्णले त्यो भन्नुभयो कि यहाँ चाहिँ तपाईँको पण्डित पुरोहितहरूले वेद व्यासहरूले चाहिँ गलत अर्थ लगाइदिनु भयो क्या, त्यो होइन। अनि परो धर्म भयावह भनेको जुन तपाईँ जुन बाटोमा हिँडिरहनु भएको छ, तपाईँको जुन सोच छ, तपाईँको जुन विचार छ, त्यो चाहिँ तपाईँको धर्म हो क्या। तपाईँको धर्ममा म हिँडेँ भने म स्वर्ग पुग्छु, पुग्दिनँ नि त। मेरो धर्ममा, मेरो बाटोमा, मेरो वेमा, मेरो विचारमा तपाईँ हिँड्नुभयो भने तपाईँ स्वर्ग पुग्नुहुन्छ, पुग्नुहुन्न नि त होइन। तपाईँको बाटोमा तपाईँ हिँड्नु भने तपाईँ पुग्नुहुन्छ नि त। मेरो बाटोमा म तपाईँलाई भन्छु परो धर्म भया भयो, जुन तपाईँ हिँडेको बाटोमा म हिँड्यो भने म स्वर्ग पुग्दिनँ, म त्यो ठाउँ पुग्दिनँ, म त कुरा एचिभ गर्दिनँ। दोस्रोको धर्ममा हिँड्नु भएन, आफ्नो धर्ममा हिँड्नु भयो एकदमै। मेरो भनाइ होइन, कृष्णको भनाइ हो। तर पुरोहित पण्डित वेद व्यास जसले यो अर्थ चाहिँ गलत लगाइदिरहेछन् क्या, हाम्रो समाजलाई गलत तर्फतिर धकेलिरहेछन् क्या। तपाईँको हिन्दूमा हिँड्नु भने होइन क्या कृष्णले, स्वयं सो भने के, सो धर्म भनेको स्वयंको धर्म, तिम्रो आफ्नो धर्म। आत्माले के धर्म जनाउँछ त्यही हो, के ठिक छ या के बेठिक छ भनेर जब तपाईँको आत्माले नि निर्धारित गरेर तपाईँलाई एउटा सन्देश दिन्छ, त्यसको त्यही धर्म धर्ममा चाहिँ हिँड्नु भने अब कृष्णले होइन। मान्छेहरूले कुरा बुझ्दैनन्, मान्छेहरू त अब तपाईँको त जुन पुरोहित पण्डित अरूले भनेको, अरूले लेखेको, अरूको धारणा, अरूको व्यक्तित्व मान्छेहरू हिँडिरहेको छन्, स्वयंको धर्ममा आफ्नो आत्माले भनेको कुरा सुनिरहेका छैनन्। हजुरको भनाइ एकदमै हजुर। सुन्नुहोस्, अब त्यो बाटोमा हिँड्दा हिँड्दै, स्वयंको बाटोमा हिँड्दा हिँड्दै मृत्यु पनि आयो भने त स्वीकार्य हुनुपर्छ, त्यो पनि स्वीकार्य, किनकि आफूले लिएको बाटो हो त्यो। यदि मृत्यु नै आयो भने आफूले लिएको नर्क छ भने पनि त्यो स्वर्ग स्वीकार्नुपर्ने हो। त्यहाँनिर चाहिँ नर्क छ भने पनि त्यो स्वीकार्नुपर्छ, मतलब स्वर्ग हुन्छ क्या त्यहाँनिर, बुझ्नु भने यसको अर्थ त्यो लाग्छ। त्यो भनेको कस्तो सामान्य भाषा भन्नु आफैले पकाएको खानेकुरा यदि पकाएर खाँदाखेरि कति मिठो हुन्छ त्यही कुरा, यदि अर्काले पकाएर खानिदियो भने त्यो कुरा नमिठो पनि हुन्छ, त्यो मिठो पनि हुन्छ। तर आफैले पकाएपछि त्यसलाई मिठो पनि भन्न मिलेन, नमिठो पनि भन्न मिलेन। त्यही भएर स्वयंको धर्मले, आफूले सिर्जना गरेको धर्म, आफ्नो सिद्धान्तमा, आफ्नो पथमा, आफ्नो बाटोमा हिँड्ने व्यक्तिले यदि कुनै गलत बाटोमा पुग्यो भने नि उसले म आज गलत बाटोमा पुगेछु भनेर आफैलाई स्वयंलाई नै गर्नुपर्ने अवस्था आउँछ। त्यही भएर त्यो धर्म आफ्नै हुन्छ, गलत भयो भने आफ्नै हुन्छ, सही भयो भने आफ्नो हुन्छ, आफ्नै बाटोमा हिँड्नुपर्छ भन्ने कृष्णको धारणा त्यही हो भनेर हजुरले बुझ्नु भएछ, खुसी लाग्यो, धन्यवाद। स्वधर्मी निधनम श्रेय परो